निकिता पौडेल लामिछाने रवि लामिछानेको श्रीमती भन्नुहुन्छ, मेरो श्रीमानलाई अन्याय भएको छ, मेरो श्रीमानको न्यायको लागि तपाईहरुले आवाज उठाइदिनुस् भनेर आफ्नो फेसबुकमा एउटा स्ट्याटस लेख्नु भएको छ। सबैभन्दा पहिला यो स्ट्याटसलाई पढौं है त। मेरो श्रीमान भन्नुहुन्छ, चितवनमा देउता र देउता जस्ता मान्छे बस्छन्। देवभूमि चितवनबाट म आफ्नो श्रीमानको न्यायका लागि भोलि हस्ताक्षर अभियानमा सहभागी हुँदैछु। कुनै समय थियो जस्तो दुःख आफत अन्यायमा परे पनि देशका कुना काप्चादेखि विदेशबाट समेत तपाईहरु रवि लामिछानेलाई सम्झिनुहुन्थ्यो। उहाँले पनि सक्दो गर्नु भएकै हो। आज स्वयं रवि लामिछानेमाथि चरम अन्याय भएको छ, त्यस विरुद्ध आवाज उठाउने पालो अब तपाईको भनेर स्ट्याटस लेख्नु भएको छ। निकिता पौडेल लामिछानेले मेरो श्रीमानलाई अन्याय भयो भनेर आवाज उठाइदिन अपील गर्नु भएको छ। तपाईहरु के भन्न चाहनुहुन्छ? कुनै पनि श्रीमतीले आफ्नो श्रीमानमाथि अन्याय भएको सहन सक्दैनन् भने यहाँ त पूरा कारागारको छ। अनि कसरी सहन सक्थिन् त निकिता पौडेल लामिछाने? तपाईहरु आफै भन्नुस् त। तपाईहरु एकचोटी त्यो ठाउँमा उभिएर हेर्नुस् त। जुन व्यक्ति देश बनाउँछु भनेर आउँछ त्यही व्यक्तिमाथि त्यही देशले नै गलत गर्छ भने त्यो व्यक्तिमाथि र त्यो व्यक्तिको श्रीमतीमाथि के बितेको होला तपाई एकचोटी सम्झिनुस् त। नढाँटेरै भन्नुपर्छ भने यहाँ साच्चीकै रवि लामिछानेलाई अन्याय भएको छ। तपाई जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ, जुन देशमा हुनुहुन्छ त्यहीबाट तपाईले आवाज उठाउन एकदमै जरुरी छ। तपाई नेपाल हुनुहुन्छ, नेपालैबाट आवाज उठाउनुस्। तपाई विदेशमा हुनुहुन्छ, विदेशबाट भए पनि तपाई आवाज उठाउनुस्। तपाई जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँबाट भए पनि रवि लामिछानेको न्यायको लागि आवाज उठाउन एकदमै जरुरी छ। रवि लामिछानेको न्यायको लागि हिरोदेखि लिएर प्रहरी समेतले हस्ताक्षर गरेका छन् भने कसैले प्लास्टिक बोकेर पनि हस्ताक्षर गरिरहेको दृश्य हामीले देखेका छौं भने कसैले घाँसको भारी बोक्दै गर्दा हस्ताक्षर गरेको दृश्य देखिएको छ। सारा दुनियाँलाई थाहा छ रवि सही हो, सारा दुनियाँलाई थाहा छ रविमाथि गलत भइरहेको छ भन्ने कुरा, तर अहिलेको सरकार र नेताहरूलाई भने थाहा पत्तै छैन। कसैले 35 लाख रुपैयाँ दिएर धरोडी छुट्न मिल्ने रवि लामिछानेमाथि त केसमाथि केस भइरहेको छ। साच्चीकै भन्ने हो भने रवि लामिछानेलाई अन्याय भएकै छ। निकिताले भने जस्तै हरेक ठाउँबाट, हरेक गाउँबाट, हरेक शहरबाट तपाई जुन देशमा हुनुहुन्छ त्योबाट तपाईले आवाज उठाउन एकदमै जरुरी छ। रवि लामिछानेको न्यायको लागि भोलि पोखरामा बाइक र्याली हुँदैछ भने चितवनमा पनि हस्ताक्षर कार्यक्रम सुरु भइसकेको छ। हरेक ठाउँमा हस्ताक्षर कार्यक्रम सुरु भइसकेको तपाई हामीले देख्न सक्छौं भने तपाईले पनि हरेक ठाउँबाट, हरेक गाउँबाट, हरेक शहरबाट, विकट ठाउँबाट भए पनि तपाईले देश विदेशबाट भए पनि रवि लामिछानेको न्यायको लागि सपोर्ट गर्न जरुरी छ। तपाई शहरमा हुनुहुन्छ भने पनि रवि लामिछानेको न्यायको लागि तपाईले आवाज उठाउन एकदमै जरुरी छ।